ओए तेरो एजेन्ट को? नारद सर। नारदको कहिले पनि फर्स्टमा पासपोर्ट नहाल भनेको होइन मैले तँलाई? के भनेको थिएँ मैले हिजो? पैसा ल्याइस् होइन? खोइ निकाल। पैसा त भएन यो। ठिकै छ, यो धितोको रूपमा राखिदिन्छु। यो एकाउन्टमा लगेर बुझाउने। यो पासपोर्ट टिकट तिम्रो, यो राख। थ्याङ्क यू सर। तिमीहरूको फ्लाइट छ, राम्रोसँग जानु। एयरपोर्टमा मान्छे लिन आउँछ, म फोन गरिदिन्छु। ए तिलक, यिनीहरूलाई राम्रोसँग त्यहाँ एयरपोर्ट पुर्याएर। हस् सर। ओके। पटक पटकको प्रयास पश्चात आज वैदेशिक रोजगारमा जाने सपना बलबहादुर लगायतका कामदारहरूको पूरा भएको छ। उहाँहरू यति बेला अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्युरिटी चेकिङमा हुनुहुन्छ। तिमीले धेरै धेरै धन्यवाद छ। ए नमस्ते गर्नु पर्दैन के, तपाईले अघि देखाएको कागज छ नि त्यो मेरै डेराको छेउमा छ के। भोलि यिनै आउनुस्, म एकछिन पसल बन्द गरेर भए पनि त्यहाँ पुर्याइदिन्छु। उसलाई बरु भोक लागिसके जस्तो छ, एउटा मकै खाऊ है पख। ल यो खा, खाँदै क्या कहिले हम बोकेर नै। के गर्ने हजुर, अहिले हम निगोरी खर्च पनि खागी नै, सुत्दा पनि सुत्दिन, रुदी मात्रै छ। हे भगवान, के गरी बुझौँ यहीकन। ऊ चाहिँ को नि? बुहारी हो। हाम्रो पनि छोरा 4 महिना अगाडि साउदीमा मर्यो भनेको सुनेको हजुर। अब अहिलेसम्म लास देख्न पाए नै। सरकारको मान्छेले लास लिन आउनु भनेकोले बुहारी ल्याइकन आएको छु। आफिस चाहिँ यही हो भाइ, ऊ त्यहाँ हेर्नु त। ल आउनुहोस्। ए खै यही नै के लेखेको छ रे? तिमीहरू पढ्नु भएर जानुहोस् है यतैबाट। यहाँ के लेखा छ? अब हामी त अनपढ मान्छे, केही बुझ्या नै। अब यिनी को हुन् त फोटामा भा? खै मलाई पनि थाहा छैन, कहाँ थाहा हुन्छ त सबै। यतै जा, हेर त त्यहाँ के लेखा छ, पढ। सूचना अधिकारी। के हो तपाईको? मेरो छोरा उलासको लागि हो हजुर। आज हाकिम आउनुहुन्न, तपाईहरु भोलि आउनुस्। ए भोलि त शनिबार हो, पर्सि आउनुस्। यहाँ यस्तै हो, जहिले यस्तै हुन्छ। यहाँ 7-8 महिना भइसक्यो काम नभएको, जहिले भोलि भन्छ। पैसा नि निकाल, अब के गर्ने। यो ध्यान छिटो गद्दै लागि। ए बुढो मान्छे, काम सुन्दैन? हाकिम साहब हुनुहुन्न, जानुस् भनेको होइन अघि नै? किन भाउ? हाकिम साहबले त हामी किन आज बोलाएका हुन्? होइन, अब आज काम बन्दैन, हाकिम साहब हुनुहुन्न, पर्सि आउनुस् तपाईँ, जानुस्। भाउ हामी धेरै टाढाबाट आएका मान्छे, यही ठाउँमा चिन्ने मान्छे पनि कोही नै। हामीलाई धेरै दुःख परेछ। बरु यो राख भाउ, हाम्रो काम छिटो गद्दे। किन पर्थ्यो र? तपाईहरुको काम बन्छ, तर पर्सि पहिलो नम्बरमा तपाईहरुको काम बन्छ। ल, नेपालमा बढ्दो बेरोजगारी र सुरक्षित भविष्यको लागि विदेशमा जाने क्रम बढ्दो छ। जाने मात्र होइन, फर्केर आउनेको क्रम पनि उत्तिकै छ। ती कामदारसँगै नेपालमा भित्रिन्छ। युवा कामदारहरूका महिनौं पुराना शवहरू काठको 6 फिटे बाकसहरूमा थुनिएर। कालीबहादुर आफ्नो छोराको शव बुझ्नको लागि यति बेला अन्तर्राष्ट्रिय विमानस्थलको यात्री कक्षमा प्रतीक्षारत छ।
दर्शकबिन सब आए जस्तो छ, उहाँहरू निकै हतारमा भित्र जाँदै हुनुहुन्छ। दर्शकबिन स्टिङ अपरेसनको यो प्रत्यक्ष प्रसारण यहाँले देखिराख्नु भएको छ। यात्रीहरूको आउने जाने क्रम भइरहेको छ र सँगसँगै सामानहरू पनि भित्रिँदैछन्। ती सामानहरूसँगै भित्रिएका छन् बन्द बाकसहरू। पैसा त भएन यो। अब हजुर पनि रोएर बस्यो भने जान मेरो कसको सारामा बाँच्छु। पैसा कमाइकन आउँछु भन्थ्यो, मैले आज के देख्नु पर्यो यो? मलाई लग्या हुन्थ्यो भगवान् तिमीले, मेरो छोराले किन लग्यौ एउटा कोखेको घाट? अलो जोड्नु पर्दैन बाबा भन्थ्यो। अब दुःखका दिन सबै गएका भन्थ्यो, अब म के गरौँ? जाँदा एयरलाइन्स बोइङको सम्मानित यात्रु, तर फर्किँदा कुनै कार्गो कम्पनीले तौलमा जोखेर पठाउने थुप्रै खाले सामानहरू जस्तै महज एउटा सामान। किनकि ती कफिनहरूको स्थान विमानको ढुवानी कक्षमा हुने गर्छ। ती बाकसभरि टाँसिएका हुन्छन् कार्गो कम्पनीको नाम, तौल, शुल्क उल्लेखित रङ्गी-चङ्गी स्टिकरहरू कुनै कुरियरको खाम जस्तै। अनि मृतकको परिचय सबको पैतालामा एउटा ट्याग, छातीमा निजको पासपोर्ट, श्रम सम्झौता लगायतका कागजातहरू। दर्शकवृन्द, यो बाकसभित्र एउटा अर्को गम्भीर विषय पनि बन्द छ। त्यो हो आफ्नो नागरिकको शवलाई सरकारले न त कुनै शनाखत गर्छ, न त कुनै सरकारी निकायले बुझ्छ त्यसलाई। सरकारको सम्बन्धित श्रम निकायले समेत ती बाकसभित्रका मृतकहरूलाई कार्गो कम्पनी जस्तै सामानको रूपमा स्वीकारेको देखिन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक अधिकार, मानवाधिकार सम्बन्धी सङ्घ संस्था, निकाय, सङ्गठनहरूले पनि यो विषयमा आफ्नो मौनता साधिरहेका छन्। निश्चय पनि काठका ती बाकसहरू, कफिनहरू कार्गोका विषय हुन सक्छन्, तर ती बाकसभित्र राखिएका मृतकहरू कदापि सामान होइन, मान्छेकै हुन् ती शरीरहरू, चाहे मृत नै किन नहोस्। सामानको दर्जा अथवा कार्गोको सूचीकरणबाट हटाउने तर्फ नेपाल सरकार, सम्बन्धित राष्ट्रसङ्घीय मिसनहरू, अधिकार कर्मीहरूले कहिले यसलाई कार्यान्वयन गर्ने हुन्? सोच्नुहोस्।